हरे कृष्ण। राधे राधे साथी। हेर्नुहोस्, भगवानले भगवत गीतामा भन्नुहुन्छ कि अगर मातापिता भएर छोराछोरीलाई यानि कि आफ्नो सन्तानलाई भगवत गीताको ज्ञान दिएन भने, भगवानको सत्यको ज्ञान दिएन भने ती मातापिता पनि मातापिता होइन भन्नुहुन्छ। र गुरु पनि अगर हामीलाई ईश्वर यानि कि सत्यको मार्गमा चलाउन कोसिस गर्दैन भने ती गुरु पनि गुरु होइन। र आफ्नो मान्छे इष्टमित्र पनि अगर हामीलाई सत्सङ्गको मार्गमा लान्न भने ती साथी सङ्गी बन्धु यानि कि आफ्नो मान्छे पनि त्यो होइन भनेर शास्त्रले भन्छ। र अगर मैले भगवानको बारेमा यानि कि तपाईँको जीवनमा कसैले भगवानको या सत्यको कुरा गर्छ भने झिजो नमान्नुहोस्, त्यो हरिको कृपा भनेर तपाईँले स्वीकार्नुहोस्। ती व्यक्तिले हजुरलाई विकासको ठाउँमा लान्छ, हजुरलाई परमात्मासित मिलन गर्नको लागि उसले कोसिस गर्छ। त्यस्ता व्यक्तिलाई तिरस्कार नगर्नु। हुन त आज मैले एउटा सानो कहानी भन्न गइराखेको छु। कसको भन्दाखेरि शिल प्रभुपादजीले एक समय, यो सत्य कुरा हो, सत्य घटना हो, तपस्वी बाबा जुन 50 वर्ष तपस्या गरेर जलमा हिँड्नु सक्ने उहाँले शक्ति प्राप्ति गर्नु। एक दिन शिल प्रभुपादलाई बोलाउनु भयो अरे उहाँको सिद्धि देखाउनुको लागि। देखाएपछि उहाँले शिल प्रभुपादलाई सोध्नुभयो कि मैले यत्रो साल तपस्या गरेर आज मैले जलमा हिँडेर यो मेरो शक्ति मैले हजुरलाई दर्शाउँदैछु, हजुरको सिद्धि के छ भनेर प्रभुपादलाई सोध्नुहुन्छ। प्रभुपादले भन्नुहुन्छ कि हे योगी, मसित अगर सिद्धि सोध्छौ भने हेर, यी मेरो शिक्षकहरू, मेरो चेलाहरू, अमेरिकामा जुन दबाईमा नशामा डुबेकाहरूलाई पनि सबैको जीवन परिवर्तन गरेर भक्तिको मार्गमा लगाइदिनु भयो। त्यस्ता भन्दा ठुलो सिद्धि अब के होला? तपाईको सिद्धि 50 वर्ष तपस्या गरेर तपाईले मात्र पानीमा हिँड्नु सक्यो भने कसको जनकल्याणको लागि गरेको हो? देखाउने काम नगर्नुहोस्। अगर गर्नुहुन्छ भने करोडौँको लाखौँको जीवन सही ढङ्गमा सही मार्गमा परिवर्तन हुन्छ भने त्यस्ता कार्यलाई बलिदान गर्नको लागि त्यसलाई भन्छ योगी। र हेर्नुहोस्, तिम्रो हाम्रो जीवनमा अगर कसैले तिम्रो हात समातेर सत्यको मार्गमा लान्छु भनेर कोसिस गरेर उनीहरूको उद्देश्य त्यो हुन्छ भने हात मिलाएर कन्धेमा कन्धे मिलाएर हिँड्नुहोस्। तपाईको भाग्यको सूर्य उदय हुँदैछ भनेर ठान्नुहोस्। र यस्तै गरेर सबैलाई हरि कृपा बर्सियोस्। मेरो यो 2 शब्द यति समाप्त गर्छु। सबैलाई हरे कृष्ण, राधे राधे।